Welcome back to my channel, Srijana Tamang. अनि आज चाहिँ हामी ठुलो घर आएको छौँ अनि हामी चाहिँ उता जाँदैछौँ एउटा ठाउँ देखाउँछु गाइस. ओके गाइस, हामी चाहिँ बाटोबाट निस्क्यौँ कि अब जाँदैछौँ हामीहरू. के गाइस हेर्नुहोस्. ओइ हेर्नुहोस् गाइस, बाटो चाहिँ यस्तो छ. अनि म चाहिँ अब यहाँको भ्यू देखाउँछु. सबै आउनु त गाइस, भ्यू देखाउन आएको हैन. ओके 1 2 ओके फेरि एकछिन फेरि 1 2 3 गाइस यस्तो छ है भ्यू चाहिँ. कति राम्रो भ्यू छ गाइसहरु. यो चाहिँ कहाँको भ्यू यस्तो राम्रो चाहिँ भन्नु होला कमेन्टमा. अनि मुनि चाहिँ बाटो छ. ओके गाइसहरु देख्नु सक्नुहुन्छ. अनि यो चाहिँ माछापुच्छ्रे हिमाल हो. अनि यो चाहिँ खै बिर्से धौलागिरी हो कि के होला. यो हिमालय हो है गाइसहरु. यो बादल भएको चाहिँ बादल छेकेको छ नपत्ता. यहाँ पनि देख्न सक्नुहुन्छ. यहाँ हेर्नुहोस् एकदम नाइस राम्रो छ के. ओके गाइस देख्न सक्नुहुन्छ यति राम्रो भ्यू छ. ल मलाई फाल्दियो है. ओके गाइस इन्जोय दिस भ्यू. एकदम राम्रो छ पर्फेक्ट. यहाँ घुम्न आउनु होला हैन. अनि हामी चाहिँ कहाँबाट आएको भने हामी चाहिँ उताबाट आएको. यता ठ्याक्क त्यहाँ हेर्नु लगाइजहरु मेरो हात देखेन. यहाँबाट आएको हो. यहीँतिरबाट आएको हो. उयो घर चाहिँ उयो ग्रीन कलरको ट्याङ्की भएको घर चाहिँ हाम्रो घरतिरको हो गाइस. अनि यो चाहिँ हाम्रो ग्राउन्डको माथिपट्टि हो. हाम्रो ग्राउन्ड चाहिँ उता हो त्यहाँ यो हो. अनि यो चाहिँ यहाँपट्टिको हो. अनि उता चाहिँ उयोपट्टिको उयो यस्तो बलुवा छ नि त गाइस. हेर्नु ल उयो कहाँ हो जुम गरेको त. उयो त्यो फुटबल खेल्छ नि हामीले त्यो गोल गर्ने हो. त्यो चाहिँ हामी बस्ने उसो यहाँ गाइस. हामी चाहिँ माथि जाँदैछौँ होइन. कसरी थाहा छैन. ए भगवान मेरो डोलाई. ओके गाइस अब चाहिँ एकदम रमाइलो हुँदैछ. यता हेर्नुहोस् हरियाली गाइस. निधार खुम्ची के ओके गाइस एकदम राम्रो भ्यू छ. इन्जोय गर्नुपर्छ हैन. अब यता चाहिँ हामी फोटोहरू खिच्छौँ भिडियो बनाउँछौँ है गाइजहरु. ओके अनि मेरो चाहिँ हैन त्यो के रे बिर्सेँ के क्लास 6 को चाहिँ लास्ट डेमा त्यो दिएको चाहिँ हैन उसके हो. त्यो चाहिँ आउँदैछ हैन. त्यो चाहिँ एडिट गर्न लास्ट युज भयो. त्यो लामो छ नि त. अब कति 1 घण्टा कि कतिको भन्छ के. अनि त्यो एडिट गर्दा अनि फेरि बिग्रे गाइजहरु. त्यही भएर चाहिँ म बनाउँदैछु. अनि बनेको चाहिँ छैन बनाउँदैछु. त्यो नि आउँदैछ. त्यो अहिले कति भयो चैतको 8 गतेतिर सकेको. त्यति बेला हाल्छु भनेको हैन. ओके गाइस अब चाहिँ आज चाहिँ घरमा त्यो भएर मेरो उतै पारी हो गाइजहरु. यहाँ बाटो छ. यहाँतिर नि बाटो छ. म यहाँ एक्लै बसिरहेको छु. ओके बहिनी छ म पनि छु गाइस. के भन्न आएको. अनि खास गरी म चाहिँ त्यो के रे स्कुलको ब्लग भनेर हो. ओके गाइस अब चाहिँ हामी सर्ट भिडियोहरू बनाउँछौँ. हामी हजुरहरूले हेरिदिनु होला. ओइ नगर्नु अहिले
ओके गाइज सर्ट भिडियोहरू बनाउँछौँ होइन अब एकदम राम्रो हुनेछ पर्फेक्ट गाइज लाइक गरिदिनु होला सब्सक्राइब गर्नु होला मेरो चाहिँ अहिले चाहिँ सर्टमा चाहिँ 2टा छ लङमा चाहिँ 2टा हुनुपर्ने हो एउटा मैले हालेको थिएँ त्यो बिग्रेको रहेछ कि अनि एडिट गरेको अनि त्यही भएर मैले चाहिँ अर्को बनाउँदैछु होइन ए अनि त्यो एडिट चाहिँ अहिले यस्तो राम्रो भएछ नि अब चाहिँ अब म वैशाखतिर वैशाखमा भयो म चैको 30तिर कि एडिट गरेर पर्सेन्टतिर हाल्दैछु गाइज योमा चाहिँ होइन कति भने 20 लाइक र अहिले 8 छ भने अहिले 9 सब्सक्राइबर छ 11 सब्सक्राइबर भयो भने चाहिँ हाल्छु गाइज लास्ट टाइम नभएको रे गाइजमा हाल्छु जसरी नि हाल्छु जसरी ओके गाइज अब हामी सर्ट भिडियो बनाउँछौँ हेरिदिनु होला